konnichiwa. ओके के देशका के छ हालखबर सन्चै राम्रै छ ल आज फेरि हामीले अर्को स्क्रिप्ट एन्ड भोकाबुलरीको पार्ट लिएर आइसकेको छ ल आज पनि ल यसलाई चाहिँ सल्भ गरेर हेरौं ल हेर्नु त सुरुमा चाहिँ हाम्रो स्क्रिप्ट एन्ड भोकाबुलरीको पार्टमा चाहिँ हाम्रो जहिले पनि हामीले यो चित्रहरू चिन्ने योहरू गर्ने हुन्छ हो हैन ल आज चाहिँ सुरुबाट जाउँ यो सुरुमा यो केको चित्र हो के हो यो र्याबिट जस्तो देखिन्छ हो हैन यसलाई के भन्छ हाम्रो जापानिजमा सारु भनेको के भनेको अघिल्लो भिडियोमा पनि भनेकै सारु भनेको के थियो रे हो बाँदर हो हैन पान्डा भनेको त अब हाम्रो पाण्डा भइहाल्यो अब यो चाहिँ के रहेछ हाम्रो यसको राइट आन्सर चाहिँ हो यो उसागी भनेको चाहिँ यो हाम्रो र्याबिट भयो है अनि चुकी जाउँ ल यहाँ चाहिँ हामीले के यो चाहिँ यो झण्डा हेर यो झण्डा चाहिँ कहाँको हो भन्ने चिन्नु पर्ने है ल यो झण्डा चाहिँ कहाँको होला नि त निहोन जापानको हो र हैन अनि न्युजिल्यान्डको हो र हैन कहाँको हो यो झण्डा चाहिँ हाम्रो दोइचु भनेको चाहिँ हाम्रो जर्मन है यो चाहिँ हाम्रो दोइचुको भयो यो इजिवान तादासी वा दोइचु देश ल चुकी कोरे वा नान देश का कोरे चत्त मिते को नानी का खाइते मास का कोचे मिते ने आखाई जी दे खाइते रुन देश ने या को चिरा उसिनो ए माते रुसी कोरे वा नान त इमास का मिरुकु वा निहोंगो दे नान त इमास का कोरे मिरुकु मो निहोंगो नान देश के दो हिरागाना दे यु तो सोरे वा ग्यू न्यू तो नाते मास ने कोरे वा नान त इमास का ग्यू न्यू जा कोरे ग्यू निकु भनेको चाहिँ के रे फेरि ग्यू निकु भनेको गाईको मासु है मासु भए चाहिँ हामीले ग्यू निकु भनिन्छ भने ग्यू न्यू भनेको चाहिँ दूध हुने भयो ल चुकी वा अन्त के गरिरहेछ यहाँ चाहिँ हाम्रो यो केटीले चाहिँ अन्त कुकुरलाई लिएर हिँडिरहेछ हैन कहाँ गइरहेछ पार्कतिर गइरहेछ सानपोसीमास भनेको हिँडडुल गर्नु पार्कमा डुल्नु त्यसलाई चाहिँ सानपोसीमास भन्छ अनि अर्को फुरीमास भनेको पानी पर्नु भयो अनि अर्को के छ हाम्रो यासुमीमास भनेको के भयो बिदा लिनु बिदा गर्नु के होला यो चाहिँ हाम्रो हिँडिरहेको छ भनेपछि हाम्रो यो चाहिँ सानपोसीमास है यो चाहिँ के भयो सानपोसीमास ल चुकी जाउँ ल यहाँ चाहिँ अन्त के गरिरहा चियामा के यो चाहिँ चिनी है यो चाहिँ चिनीको डल्लो हो यो चिनी चाहिँ हालिरहेछ राख्नु कप भित्र हालिरहेछ हालेपछि त्यसलाई के भन्छ हाइरिमास भनेको प्रवेश गर्नु आफू छिर्नु तपाई चाहिँ प्रवेश गर्नु मान्छेहरु छिर्ने बेलामा चाहिँ हाइरिमास भन्छ यहाँ छिराइएको हालिएको माथिबाट खनाइएको छ त्यति बेलामा चाहिँ हामीले के भन्छ इरेमास भनिन्छ है त्यही भएर हाम्रो आन्सर चाहिँ के हुन्छ सातौं हो इरेमास भनेको चिनी हाल्छु आगेमास भनेको फेरि दिन्छु भयो है अनि अर्को चाहिँ हाम्रो काटिराछ के काटिराछ पान काट्नुले के भन्छ रे किरिमास अब के होला पान हो किरिमास हैन यो त हाम्रो फर्स्ट के अप्सन भयो सजिलो छ आजको सेट चाहिँ ल उभिरहेको छ उभिनुलाई के भन्छ जापानिज भाषामा हैन ओकोरिमास भन्छ कि सुवारिमास भन्छ कि ताचिमास भन्छ ओकोरिमास भनेको के हो ल अरु मिनिङ पनि जान्नु पर्यो है फेरि एउटा मात्र जानेर यो मात्र जानेर भएन इफ यो आन्सर यो क्वेशन नआएर ओकोरिमास आयो भने त ओकोरिमासको मिनिङ त जान्नु पर्यो नि त भनेको ओकोरिमास भनेको के रहेछ रिसाउनु है ओकोरिमास भनेको रिसाउनु सुवारिमास भनेको बस्नु ताचिमास भनेको उभिनु यो चाहिँ हाम्रो के भयो ताचिमास भयो अनि चुकी के हो यो अहिले चलिरहेको हरियो काँक्रो दराम मकेबारी गराम समथिङ के चलिरहेको नि हो त्यो हैन त हरियो काँक्रो छ हरियो काँक्रोलाई के भन्छ हाम्रो काँक्रो बनाना भनेको केरा भइहाल्यो क्युरी भनेको काँक्रो क्याबेज भनेको चाहिँ क्याबेज है हो भनेपछि के होला यो चाहिँ हाम्रो क्युरी है क्युरी चाहिँ हाम्रो अप्सन यो बी को भयो अनि अर्को छ यो के हो अंगुर हो के अंगुरलाई के भन्छ हाम्रो बुदौ भनेपछि अप्सन ए चाहिँ हाम्रो आन्सर अप्सन ए चाहिँ हाम्रो बुदौ सुइगा भनेको फेरि वाटरमेलन बनाना भनेको त अब भइहाल्यो बनाना केरा भइहाल्यो ल यो पनि हरेक पटक आइराछ अघिल्लो पटक पनि आइसकेको छ एक पटक आइसक्यो के हो यो वाशिङ मेसिनलाई के भन्छ अरे सेन्ताकु कि भनेपछि हाम्रो के भयो झुकाउनलाई नि त सेन्ता अनि चिसाइचु लेखेर रहेछ हैन हो यो सेन्ताकु कि यो चाहिँ हाम्रो के हुने भयो आन्सर हुने भयो है ल अब चाहिँ हामीले यो खान्जीहरु चिन्नु पर्ने छ नि त के को खान्जी हो निन्ग्यो आनो निन्ग्यो वा दारेनो देशका निन्ग्यो भनेको डल गुडिया भन्छ नि हो गर्लफ्रेन्डलाई दिनुभयो होला नि त डलहरु दिन्छ नि दिनुभयो होला भएकाले हो त्यो निन्ग्यो भनेको के हुन्छ खान्जी चाहिँ हाम्रो कुन हुन्छ निन्ग्यो है निन्ग्यो ख्याल गर्नु निन भनेको हितोको खान्जी कहाँ छ तीनवटैमा छ यो चाहिँ हाइरिमास लास्टकोमा चाहिँ हाइरिमास छ हो निन्ग्यो चाहिँ हाम्रो यो सेकेन्डको चाहिँ निन्ग्यो है
हो यो निन्ग्यो चाहिँ निन्ग्यो भनेको डल है गुडिया। अनि अर्को छ किमुरा सेन्सेई वा इमा दोको नि इमास्का। किमुरा सेन्सेई सेन्सेईको त जसलाई पनि थाहा छ हैन। सेन्सेईको खान्जी कुन हुन्छ अरे सुरुमा चाहिँ हाम्रो यो साकीको खान्जी हुन्छ हो कि हैन। हो यो चाहिँ सेनको खान्जी भयो यो अनि यो सेन अनि सेई त उमारेरुको खान्जी उमारे मासको खान्जी हो कि हैन। हो यो चाहिँ हाम्रो सेन्सेईको खान्जी भनेपछि यो खान्जी कहाँ आयो नि त सिधै यो खान्जी गरेर खोज्नु अनि त्यही खान्जी नै हुन्छ भनेपछि हाम्रो कुन रहेछ यहाँ हैन त निबानमा भएको खान्जी हो कि हैन। यो चाहिँ हाम्रो के रहेछ सेन्सेई अगाडिको साकी अनि पछाडिको उमारे मास है। अनि याओया वा मिनामिनी आरिमास याओया भनेको के हो याओया भनेको चाहिँ हरियो बजार तरकारी बजार ग्रीन ग्रोसरी हरूलाई चाहिँ याओया भन्छ। याओयाको खान्जी चाहिँ जहिले पनि यो हेर्नु त अनि यो फर्स्टको चाहिँ हाम्रो यो हाचीको खान्जी अनि ह्याकुको खान्जी अनि या मतलब पसलको खान्जी भएको चाहिँ याओया भन्छ। ग्रीन ग्रोसरी भन्ने मिनिङ हुन्छ। ल अर्को चाहिँ हाम्रो कोन्स्यु नो निचियोबी गाक्को वा यासुमिदेस। कोन्स्यु भनेको के खान्जी हुन्छ कोन्स्यु भनेको अहिलेको हप्ता भनेपछि इमाको अहिलेको अनि सिउ खानको सिउ हप्ताको सिउ भनेपछि कुन हो अन्त सुरुमा के छ यो राइस्युको भयो त्यसपछि सेन्स्यु अनि अन्तिममा भएको चाहिँ हाम्रो यो कोन्स्यु है। ल अर्को चाहिँ हाम्रो हानाबी निहोन्दे हानाबी यो मिताको त गारीमास्का भनेको जापानमा चाहिँ हानाबी भनेको के अरे फायर वर्क्स पटेकाहरू पड्काउने टाइपको हुन्छ नि हो त्यस्तोलाई चाहिँ हामीले हानाबी भनिन्छ है। हानाबी भनेको त्यो पटेका पड्काउने टाइपको एउटा हानाको हुन्छ अनि अर्को चाहिँ आगो बी मतलब आगो भयो किन पटेका पड्काउने बेलामा चाहिँ आकाशमा गएर फुर्र उड्दा त हामीले त्यो पटेका यहाँबाट पड्काएर के भन्छ रकेट बम समथिङ भन्छौँ नि हो त्यो आकाशमा गएपछि के हुन्छ फुल जस्तो अब त्यो त हाम्रो जुन फुलको भयो फुलको हुन्छ हो किन हो यहाँ चाहिँ फुलबाट त्यो हानाबी भनेको पटेका हानाबीको हानाको र आगोको खान्जी हुने भयो भनेपछि कुन हुने भयो यो सेकेन्डको चाहिँ हानाबी है। अर्को चाहिँ हाम्रो कन्भर्सेसन एन्ड ग्रामर पार्ट है त। ल कन्भर्सेसन एन्ड ग्रामर अब हैन त कौवेन्नी कोदोमो ताचीगा डट इमासिता हैन त कौवेन भनेको पार्कमा केटाकेटीहरू ताची आयो भने चाहिँ हरू है कुनै पनि जस्तै वातासी भनेको म वातासी ताची भनेको हामी महरू त भन्न मिल्दैन हामी भनिन्छ हो किन त्यही भएर हामी भनिन्छ नि त हो त्यस्तै कोदोमो ताची भनेको पनि केटाकेटी बच्चा बच्चीहरू इमासिता भनेको थिए हो किन। अब मान्छे गर्ने बेलामा जहिले पनि के हुन्छ हाम्रो निन भनेपछि के भयो रोकुनिन इमासिता भयो के त्यस्तै गरेर अनि अर्को चाहिँ हामी ल अर्कोमा चाहिँ नि त के लेखेको छ किनौ तोमोदाची तो एगाओ डट नि इकिमासिता जहिले पनि यस्तो नि इकिमासिता को लागि गए भन्ने छ हैन। यस्तो बेला हामीले के लेख्छ मिनी मास हटाइदिन्छ मासको सट्टामा नि इकिमासिता भनेपछि के हुने भयो हाम्रो मिनी इकिमासिता चाहिँ हाम्रो यो हुने भयो है मिको खान्जी भयो त्यो चाहिँ। अनि त्यसै चुकी छ हाम्रो लाइन त किनौनो योरु यो चाहिँ किनौको खान्जी है ख्याल गर्ने किनौको खान्जी यो है किनौनो यो चाहिँ योरु है योरु भनेको राति बान भनेको साँझ योरु भनेको राति अनि कुजी यो चाहिँ आन है आधा हो के कुजी आन भनेको 9 9:30 भनेकै 9:30 डट तेरे विधे तेनी सुनो सियायो मिमा त 9:30 बजेसम्म 9:30 बजे छ सम्म भन्दा के हुन्छ हाम्रो मादे एन्सर चाहिँ हाम्रो मादे भयो। ल अर्कोमा जाऊ अर्कोमा हेर्दा के लेखेछ आरे डट चुगोकु डट सिनबुन देवा आरिमासेन आरे भनेको उ त्यो हैन उ त्यो चाहिँ चाइनिज भाषाको के पत्रिका हैन चाइनिज ल्याङ्ग्वेज को आरे वा चुगोकु नो सिनबुन देवा आरिमासेन भनेपछि हाम्रो यो वा वाला वा र नो हुने भयो। ल अब चाहिँ डायलग पढ्ने हैन त एक्सप्रेसनहरु कन्भर्सेसनकोहरु ल के हुन्छ होला ल सर पढ्नु त हाम्रो यो चाहिँ ल पहिला आफैले पढ्नु अनि त्यसपछि चाहिँ म डिस्क्राइब गरिदिन्छु। सुरुमा तपाईले आफैले ट्राई गरेन भने चाहिँ पास हुन सकिदैन। अनि सबैजनाले भन्नु भएको छ कि त्यो ग्रामरहरुको भिडियो चाहियो भनेर भन्नु भएको छ तर अहिले चाहिँ हामीले यो ग्रामरको मा भन्दा पनि पास हुनको लागि चाहिँ माइनिची हामीले चाहिँ मोक टेस्ट गर्नुको कारण चाहिँ तपाईहरु चाहिँ पास हुनको लागि चाहिँ हामीले माइनिची यो मोक टेस्ट गरिराछौं
त्यही भएर चाहिँ तपाईहरुले चाहिँ मैले ग्रामरको भिडियो नहाल्दिएको कारण चाहिँ त्यो हो है। किनभने चाहिँ तपाईले अब ग्रामर चाहिँ अलरेडी पहिले नै पढ्नु पर्ने कुरा हो। अब तपाईहरुले पहिले नै पढ्नु भएको छैन अथवा पढ्नु भएको भए त ठिकै छ है। त्यही भएर अब अहिले तपाईले झ्याप्पै अहिले ग्रामर ट्याक्क गराउन थाल्ने भने त सकिँदैन हो। त्यही भएर चाहिँ कसरी हुन्छ भन्दा चाहिँ अब तपाईले अहिले चाहिँ अब निजी हामीले यो रेन्सिउ गर्यो भने त अब यो यहाँ थियो यस्तो थियो भनेर चाहिँ सकिन्छ नि त भन्न हो। त्यही भएर चाहिँ हामीले त्यो गरेको है हैन त। ल तोमुले के भन्छ खान्जी खान्जी लेखे खान्जी वा यो खानोज्यो लेख्न खोजेको खान्जी लेखे खानोज्यो वा सेगा डट डट च्योत्तो फुतोइ देश दुईवटा हैन त। दुईवटा एडजेक्टिभ आउने बेलामा पछाडी फुतोइ छ अगाडि चाहिँ हैन त ताखाई वाला एडजेक्टिभ हाल्नु पर्ने छ। दुईवटा एडजेक्टिभ मर्ज गर्दा हाम्रो जहिले पनि के हुन्छ अरे अगाडिको एडजेक्टिभलाई हामीले चेन्ज गर्नुपर्ने हुन्छ। अगाडि इफ यी एडजेक्टिभ आए हामीले कुतेमा लगिन्छ, ना एडजेक्टिभ आए हामीले केमा लगिन्छ दे ताखाई छ भनेपछि के हुने भयो खानोज्यो वा ताखाकुते हुने भयो है। ताखाकुते च्योत्तो फुतोइ देश भनेको अलि हाइट चाहिँ अग्लो हुनका साथै हल्का मोटी छ मोटो मान्छे हो भन्न खोजेको है। अर्कोमा जाउँ हिरोसी-सान नान्जी के हुन्छ होला खाएरिमास जहिले पनि यस्तामा त नि पार्टिकल हो हैन टाइमसँग रिलेटेड नान्जी नि खाएरिमासका नि र का हुनु पर्यो है। भनेपछि हाम्रो के भयो हैन त यो सेकेन्डको चाहिँ नि र का भयो। अनि त्यस्तै अर्को हो हैन त। अर्कोमा के छ हाम्रो ल के लेखेछ ओतौसान हो के र ओतौसानो के लेखेछ खाइस्या वा दोको नि डट डट खाइस्या भनेपछि हाम्रो नन लिभिङ थिङ्स भयो। नन लिभिङ थिङ्स भएपछि कहाँ छ भन्ने बेला के हुन्छ आरिमास हो किन। यहाँ आरिमास अप्सन फर्स्ट अप्सन यो भयो आरिमास अनि पछाडी अब आरिमास भन्ने छैन अनि भनेपछि त यो सिमास नै हुन्छ। त्यही पनि एकचोटि पढौँ हामीले ओतौसानो खाइस्या वा दोको नि आरिमास का भनेको बाबाको हजुरको बाबाको खाइस्या कम्पनी चाहिँ कहाँ छ अनि अब आफ्नो बाबा भन्दा हामीले के भनिन्छ चिची हो किन चिचिनो खाइस्या वा सिन्जुकु नि आरिमास बाबाको के कम्पनी चाहिँ कहाँ छ सिन्जुकु टोकियोको सिटीको नाम भयो है। अनि ओखासान मो सिगोतो ओ सिमास्का के हो के हुन्छ पछाडी चाहिँ सिमास्का ए आ वा गाक्को नो सेन्से देश मम्मी चाहिँ के हो स्कुलको चाहिँ टिचर हो भनेको भयो। ल त्यस्तै गरेर अर्कोमा जाउँ ल हैन त आसोको नि दारेगा इमास्का भनेको उ त्यहाँ को छ यो हाम्रो पोरुसानो के हो यो के खान्जी हो ल पढ्नु त यो के को खान्जी हो के भन्छ यो चाहिँ हाम्रो दिदी है। दिदी चाहिँ के भन्छ आनी आने इमौतो ओतौतो के हुन्छ ओनी ओनीसान ओनेसान के हुन्छ दिदीलाई चाहिँ थाहा नभए चाहिँ यहाँ ओ आइसकेछ भने चाहिँ अरूको दिदी भन्दा के हुन्छ भन्ने कुरा थाहा नभए एकपटक फेरि खान्जी हेर्नु सबै नर्मल खान्जीहरू पनि जान्दैन भने त धेरै गाह्रो पर्छ। एकपटक यो मैले भनिदिएँ नेपालीमा के हो अरूको दिदी भन्ने बेलामा है अरूको दिदी भन्दा के भनिन्छ ओ ओनेसान है। जहिले पनि झुक्किनु भएन है नर्मल खान्जीहरू यो रेउसीको खाजोकुतो खाङ्केको खान्जीहरू चाहिँ सबै घोक्नु पर्ने हुन्छ। त्यो भएर त्यो कुरा ख्याल गर्ने है। अनि अन्त के लेखेछ हाम्रो पोरुसानो ओनेसानगा इमास अनि के लेखे आयो सुजुसान वा डट डट नि इमासका भनेपछि के लेखे किनो सोबा नि तात्तैमा सोबा भनेको के रे हाम्रो अगाडि पनि आएको थियो सोबा भनेको चिखाकु भन्ने मिनिङ चाहिँ नजिकै कहाँ छ अब नजिक कहाँ रुखको नजिकै छ भनेपछि कहाँ छ भन्नुपर्यो कहाँ भन्दा के हुन्छ हाम्रो दोको अप्सन चाहिँ हाम्रो यो दोको हुने भयो। ल अनि अर्को छ फेरि अर्को कन्भर्सेसन हिरोसी हैन त मायासा नान्जिनो बासुनी नरिमास्का भनेको हरेक बिहान चाहिँ कति बजेको बसमा चढ्नुहुन्छ अनि रिसाले के भन्छ आची झिनो बासुदेश भनेको 8 बजेको बस हो। बासुदे इमामादे आरुहिते डट डट खाकारिमास्का भनेको बसदेखि अहिलेसम्म के बसबाट चाहिँ अहिलेसम्म बासुते रहेछ के बासुदे पढिरहेको रहेछ हैन त बासुते रहेछ है। ल त्यसमा चाहिँ सरी बासुते मादे आरुहिते भनेको बासुते भनेको बस स्टेसन है बस स्टेसन बस चढ्ने ठाउँ नोरिबा है बासुते भनेको बस चढ्ने ठाउँ बस स्टेसन भयो। आरुहिते डट डट खाकारिमास्का अनि जुप्पुन गुराइदेश भने त कति टाइम लाग्छ भन्दा त के हुन्छ होला नि त दोनो कुराई हो किन इकुचु भनेको हामीले पैसा गर्ने बेलामा यहाँ के हुने भयो दोनो कुराई खाकारिमास्का कति समय लाग्छ। ल अनि जुप्पुन गुराइदेश दाकारा सिचिजी यन्जु गोपुन्ने उचियो देमा 10 मिनेट लाग्छ त्यही भएर चाहिँ 7:45 मा चाहिँ घरबाट निक्लन्छु। सो देशका गाक्को डट डट नान
नानपुन खाकारिमास का अनि त सो देशले निजुपुन गुराइदेश गाको सम्म भन्नु पर्यो सम्म भन्दा के हुन्छ मादे भनेपछि हैन त मादे अप्सन चाहिँ हाम्रो यो भयो हो हैन यो फर्स्टको अप्सन है फेरि गुराइमा पनि लाग्यो गुराइ हैन यो मादे मात्रै है ल अनि त्यो चाहिँ भयो अनि अर्कोमा जाऊ हाम्रो जो हामीले चाहिँ सबै पढ्नु पर्ने कम्पलसरी चाहिँ हुँदैन है तपाईले अब एक्जाममा त अब अहिले पो म सेचुमे गर्दा चाहिँ सबै भन्दिएको छु तर एक्जाममा त अब सबै पढ्न लाग्यो भने त टाइम पुग्दैन नि त हाम्रो टाइम म्यानेजमेन्ट पनि गर्नुपर्ने हुन्छ नि त हो त्यो भएर चाहिँ टाइम नपुग्ने केस पनि हुन्छ त्यो भएर चाहिँ अलि ख्याल गर्नु होला है त त्यो भएर जहाँ जहाँ हामीले मेन भर्नु पर्ने छ त्यो कुराहरु चाहिँ गर्नु पर्यो अरु कुराहरु चाहिँ अब बुझे सके त चाँडै सक्ने भए चाहिँ गर्नु पर्यो नत्र भए चाहिँ हाम्रो टाइम पुग्दैन हो टाइम नपुग्ने भएको भएर चाहिँ मेन कुरा चाहिँ हामीले अन्डरलाइन लाग्ने ठाउँ जहाँ छ त्यो कुरा खोजेर चाहिँ त्यहाँ के लाग्छ भन्ने कुरा त्यसको अगाडिको पछाडिको पढेपछि जानिन्छ त्यो गर्नुपर्ने हुन्छ है त ल के लेखेछ यहाँ कोन्दोनो निचियोबी तोमोदाचितो चुरिनी इकिमास भनेको अब आउने आइतबार नेक्स्ट आइतबार चाहिँ के गर्छु साथीसँग चुरी भनेको के रे माछा फिशिङ मार्नु अरे फिशिङ गर्नु है माछा मार्नु हो माछा मार्नको लागि फिशिङ गर्नको लागि जान्छु इस्यो नि के हुन्छ सँगै जानुहुन्छ र जाने हैन र भन्नुभयो ए इकिमास्यो भनेको हुन्छ जाऊ भनेपछि के हुन्छ यहाँ मासेनका हैन इकिमासेनका इस्यो सँगै जाने हैन र भन्दा हुन्छ जाऊ भनिन्छ नि त जाने हैन र भन्नुभयो जाने हैन र भन्दा हाम्रो के हुन्छ इकिमासेनका ए इकिमास्यो दोको द्याइमास्यो कहाँ भेट्ने होला त कहाँ भेट्ने भनेर भन्यो अनि ज्या रोकुजिनो बोकुनो इए नि किते कुदासाई अनि सिधा अब आउनुहोस् भन्दा त कुदासाई गर्नु पर्यो सजिलो छ आजको है हो त्यो भएर चाहिँ नजुक्किकिन सानो सानो कुरामा चाहिँ अब म अहिले बासुद्धै भन्ने बेलामा बासुद्धै पढिरहेको थिएँ हो त्यस्तो भन्छ आत्तिँदा चाहिँ त्यो भन्छ त्यो भएर चाहिँ आत्तिन चाहिँ भएन है त ल अर्कोमा चाहिँ 28 र 29 नम्बरकोमा चाहिँ है के लेखेको छ किन हो देपातोनी इकिमासिताका भनेको हिजो डिपार्टमेन्टतिर जानुभयो देपातो ए स्याचुओ डट किमासिता अब इकिमासिता डिपार्टमेन्टतिर सर्टको डट कोल डट गए ल के हुन्छ होला यो चाहिँ उरुनी भनेको उरीमासको है उरीमासको उरुनी भनेको उरीमास भनेको बेच्नु है उरुनी हुने कुरा भएन खाइनी भनेको किन्न किरुनी भनेको चाहिँ लगाउनको लागि डिपार्टमेन्टमा लगाउन जान्छ कि बेच्न गइन्छ कि खाइनी गए पनि अब नि कि मासिताको अगाडि हामीले यो भवलाई के गरिन्छ अरे मास हटाएर मासको सट्टामा नि कि मासिता उरी मासको त उरी नि भएको भए पो बल्ल बेच्नको लागि भनेको त उरी हुनु पर्थ्यो उरु फुचुके छ भन्ने कुरै भएन अब किरु कपडा लगाउन अब किमासको चाहिँ हाम्रो किमासको है फेरि यो किरिमास वाला हैन किमास मतलब सेकेन्ड ग्रुपको भव भयो कपडा लगाउनु है अब किनी भएको भए मिल्थ्यो यो पनि मिलेन भनेपछि के हुने भयो अब खाइ मासको खाइनी हैन किन्नको लागि मास हटायो नि लगाइयो खाइनी किमासिता अनि देपातो किमासिता का अनि के लेख्यो यो गिन्जानो देपातो किमासिता गिन्जाको डिपार्टमेन्टमा कहाँको डिपार्टमेन्टमा जानु भयो दोको नो हुनु पर्यो भनेपछि कहाँ छ भने त यहाँ चाहिँ दोको नो देपातो कहाँको डिपार्टमेन्टतिर जानु भयो यहाँ गिन्जाको डिपार्टमेन्टमा गए भनेको है ल अर्को फेरि आयो 5 पोइन्टको रहेछ यो पनि हैन त आनो किनो सोबानी कोदोमो डट इमास्ने इमासको अगाडि जहिले पनि इमास र आरिमाससँग हामीले कुन पार्टिकल लाग्छ भनेको त्यो रुखको केमा नजिकैमा चिखाकुमा के छ बच्चा छ है भन्दा गा पार्टिकल हो हैन ल गा पार्टिकल हो यस्तो बेलामा तपाईले चाहिँ ख्याल गर्नु है अब यहाँ त मैले अब सबै एक्सप्लेन गर्दैको हुन्छु र सजिलो हुन्छ तपाईले चाहिँ अब यहाँ सुरुमा के पार्टिकल लाग्नु भयो गा पार्टिकल अब गा पार्टिकल भएको अप्सन कहाँ छ अनि त सुरुमा गा पार्टिकल हुनु पर्यो हाम्रो हो हैन सुरुमा गा पार्टिकल हुनु पर्यो 30 मा अब गा पार्टिकल भएको चाहिँ कहाँ छ यो 1 मा गा पार्टिकल भएको छ भनेपछि अब अर्को तपाईलाई पढ्नै परेन अगाडि नो छ नि छ अब कोदोमो नि मास्ने हुने कुरा भएन कोदोमो नो मास्ने भन्ने अब हामीले अगाडि गा जुन छ अब त्यही नै पछाडी यहाँ के हुने भयो अब वा चाहिँ हुने भयो है यसरी ट्रिक लाउने है अब तपाईले चाहिँ टाइम हुँदैन त्यही भएर अगाडिको अरु पनि अप्सन हेर्ने अप्सन मिल्ने भएसम्म चाहिँ दुई तीनटा अप्सन अब यसमा पनि गा र पछाडी अर्को नो अप्सन राख्दै भए त अब पढ्नै पर्ने हुन्थ्यो अब त्यहाँ त गा र वा छ गा मात्रै लाग्छ अगाडि अब गा मात्र एउटा छ भनेपछि त अप्सन हाम्रो त्यही नै भयो त्यही नै आन्सर हुन्छ हो त्यो तरिकाले चाहिँ गर्नुपर्ने हुन्छ ल अब चाहिँ यो भइसकेपछि स्क्रिप्ट भोकाबुलरी भइसकेपछि चाहिँ लिसनिङको पार्ट चोखाइ भयो है त ल चोखाइ चाहिँ हामीले ध्यान दिएर सुनौ ल and the choose the place the woman should put the document ल त्यो woman ले मतलब अर्थ भइसे आइमै मतलब नर्मली छोरी मान्छे के छोरी मान्छेले चाहिँ के राख्छ
त्यो डकुमेन्ट चाहिँ कहाँ राख्छ त हामीले ए मा राख्छ कि यहाँ राख्छ कि बी मा राख्छ कि सी मा हैन त यो इजिबान सीता भनेको सबैभन्दा तल राख्छ कि अनि यहाँ माथिको झ्याल खोलेर दायाँ बी भनेको दायाँपट्टि भयो हो हैन अनि सी भनेको चाहिँ कहाँ भयो हाम्रो ल हैन त बी भनेको यो मिगी भयो पार्यो बी मा भयो अनि हिदारी भयो पार्यो ए मा भयो अनि इचिबान सीता सबैभन्दा तलको मा इकिदासीमा भयो पार सी भयो हो हैन ल अब जाउँ सुनौ हामीले के भन्छ भन्ने कुरा चाहिँ सुनेर गरौँこの資料どうしますか？キャビネットに戻しといて。キャビネットのどこですか？上の右の扉を開けて、棚の一番下。わかりました。右の一番下ですね。ल के भयो मिगिनो उएनो मिगिनो तोबिरा हो आकेते इचिबान सिधा माथिको तोबिरा भनेको ढोका है त माथिको त्यो र्याकमा त ढोका हुन्छ नि त त्यो क्याबिनेटको माथिको यहाँ हैन त ढोका छ नि त एउटा यता खोल्ने एउटा यता खुल्छ अर्को चाहिँ अर्को साइड खुल्छ हो हैन हो त्यो ढोका खोलेर चाहिँ हामीले राख्नु पर्ने हुन्छ कहाँ राख्ने भन्यो मिगिनो तोबिरा त्यो माथिको मिगिनो तोबिराको इचिबान सिधा भनेपछि के भयो अप्सन के हुन्छ होला त यो हाम्रो हिकिदासीको इचिबान सिधा हिकिदासी भनेको चाहिँ यो सी हुन्थ्यो तर माथिको ढोका खोलेर तल भनेपछि के भयो मिगी भनेपछि कहाँ पर्यो हाम्रो बी पर्यो भनेपछि एन्सर चाहिँ के हुने भयो हाम्रो एन्सर चाहिँ बी चाहिँ हाम्रो तादासी वा बी देश हैन ल सोरेनारा चुकी मास्यो हो ल which person is 9 भनेर चाहिँ 9 चाहिँ 9 सान चाहिँ दोनो हितो देशका भनेर सोधे 9 सान वा दोनो हितो देशका जा एराबी मास्यो ल ナインさんはどの人ですか？ナインさん帽子をかぶってる人ですよ。ああ、赤いジャンパーの人ですね。そうです。ल को रहेछ आखाई ज्याम्पा लगाएको बौसी खाबुत्तेइरु भनेपछि ल हैन त आखाई भनेको के रे रातो रातो ज्याम्पा बाहिरबाट लगाएको चाहिँ हाम्रो रातो भएको अनि के टोपी लगाइरहेको बौसियो खाबुत्तेइरु यहाँ हैन त रातो कसले लगाइराछ एले हैन त रातो लगाछ र लगाछ हैन नि त एले चाहिँ त्यो हाम्रो यो आकाशी कलरको लगाछ अनि अरु त अब आखाई लगाएको कोही पनि छैन भनेपछि आखाई लगाएको कहाँ छ भने त रातो रातो भनेको कसले लगाइराछ यहाँ हाम्रो सुरु नै देखिन्छ डी मा बौसी पनि लगाइराछ टोपी पनि लगाइराछ हो हैन भनेपछि हाम्रो कुन हुने भयो ओ यो चाहिँ के भयो डी को मान्छे भयो आखाई के ज्याम्पा आखाई अनि टोपी बौसी भनेको चाहिँ टोपी भयो टोपी पनि लगाइराछ अर्कोमा त हैन त टोपी लगाएको पनि छैन अनि ज्याम्पा पनि आखाई छैन हो हैन ज्याम्पा भनेको बाहिरबाट लगाउने त्यो काम गर्ने बेलामा लगाउने हो यहाँ चाहिँ अब आखाई चाहिँ यसको छ भनेपछि एन्सर चाहिँ हाम्रो के हुने भयो डी चाहिँ हाम्रो तादासी वा डी देश ल सुनरारा चुकी के हो चुकी वा ल नि त चुकी चाहिँ के छ हाम्रो choose the reason why the man will be ल मान्छेलाई के भयो त हो त्यो चाहिँ हामीले रिउ पत्ता लगाऊ भनेछ है ल सुनौ गएर एकचोटी यसलाई मोशी मोशीミゲルです。あ、ミゲルさん。今バスの中です。道が混んでいて全然動きません。そうですか。すみませんが今日は遅くなりそうです。皆さんに伝えてください。わかりました。ल यो त एकदम सजिलो छ हैन के बस भित्र छु बस भित्र भएर चाहिँ के भयो बाटो चाहिँ भिड भएर चाहिँ ढिलो हुन्छ जस्तो लाग्यो सबैलाई बताइदिनुहोस् ढिलो कहाँ भइराछ बस भित्र हैन त यहाँ छ हैन एमा चाहिँ बिरामी भएर हस्पिटल गएको छ एमा चाहिँ कि वालेट हराएछ समथिङ भइराछ त्यो भएर चाहिँ हाम्रो एन्सर त्यो भयो ल अब यहाँ चाहिँ which person is हारा हारा वा दोनो हितो देशका ल हारा सान चाहिँ को हो त ल हामीले चाहिँ अब चिन्नु पर्ने हुन्छ ए मा पत्रिका पढे बी मा चाहिँ रिमोहोङ रिमोट के रिमोटलाई चाहिँ रिमोहोङ भन्छ है अनि सी मा चाहिँ यो कफी पिइरहेको छ डी मा चाहिँ यहाँ कुराकानी गरिरहेको छ व्हील चेयरमा बसेर सी को मान्छे ल कुन हो त ल सुनौ
原さんいますか？ああ、座って本を読んでる人ですよ。ああ、あの男の人ですね。ええ。ल सुवाते होन हो योन्दैरु हेतो भनेको बसेर के गरिरहेको किताब पढेको को हो बसेर किताब पढिरहेको कल पढिरहेको एले हो भनेपछि एन्सर हाम्रो के हुने भयो ए चाहिँ हाम्रो एन्सर हुने भयो ओके न त्यस्तै गरेर अब अर्को सुनौं फेरि चुज द करेक्ट रुम चाहिँ कुन हो त ल कुन चाहिँ हामीले खोजेको रुम चाहिँ कुन हो त्यो चाहिँ हामीले चुज गर्नुपर्ने छ ल हैन त इरिगुचीबाट छिरो अनि 1 2 3 4 5 6 यो चाहिँ हाम्रो रेचुमा सान रेचुमा लगाइराछ यो पनि सान रेचुमा लगाइराछ यो चाहिँ माए उसिरो कता हो त ल इरिगुची छिर्ने ढोका चाहिँ यहाँ रहेछ अनि उसिरो भनेको पछाडी यहाँ रहेछ माए गावा चाहिँ यहाँ रहेछ अगाडि चाहिँ यताको साइड यो साइड अगाडिको साइड चाहिँ यो रहेछ अनि पछाडीको साइड चाहिँ हाम्रो यो चाहिँ माए रहेछ अनि यो चाहिँ हाम्रो उसिरो ब्याक साइड चाहिँ यो रहेछ छिर्ने ढोका चाहिँ इरिगुची चाहिँ हाम्रो यहाँ भयो ल अब चाहिँ हामीले सुनेर गरौँ कहाँ के रहेछ भन्ने कुराहरु चाहिँ ल जाऊ テーブルはどうやって並べますか？丸いテーブルを9個出して3つずつ3列に並べてください。横に3つ並べて3列ですね。そうです。で、後ろにスペースを空けてください。あと、入り口の横、入って左に四角い長いテーブルを1つ置いてください。ल यो कुन हो यो त सजिलो रहेछ ल फेरि एकबार सुन्नु त एकै अप्सन हुन्छ है अप्सन ए テーブルはどうやって並べますか？丸いテーブルを9個出して3つずつ3列に並べてください。横に3つ並べて3列ですね。そうです。で、後ろにスペースを空けてください。あと、入り口の横、入って左に四角い長いテーブルを1つ置いてください。ल के भन्यो छिर्ने बित्तिकै चाहिँ क्या इरिगुचीको छिर्दा बित्तिकै यहाँबाट छिर्दा बित्तिकै कता तपाईको लेफ्ट साइडमा चाहिँ एउटा नागाई टेबुरु सिखाकु भनेको चार पट्टे चारवटा खुट्टा भएको चाहिँ हो त्यो नागाई टेबुरु अनि पछाडी उसिरोमा स्पेस राख भन्यो अनि क्यूको मारुई टेबुरु भनेको 9 वटा चाहिँ गोलो टेबल भनेपछि हाम्रो एन्सर चाहिँ ए हुने भयो ओके यहाँ चाहिँ हेर्नु त कहाँ छ यो उसिरो पट्टीमा चाहिँ छ यहाँ 9 वटा टेबल चाहिँ उसिरो पट्टी छ माए पट्टी चाहिँ के गरिरहेछ स्पेस राखिरहेछ यहाँ चाहिँ हेर्नु त स्पेस चाहिँ यता पछाडी यताको साइडमा राखिरहेछ यो टेबल चाहिँ कहाँ हुनु पर्छ छिर्दा बित्तिकै हिदारी हुनु पर्छ हिदारी भनेपछि यहाँ हुनु पर्ने हो हैन हो त्यही भएर चाहिँ यो यसमा छ भने एन्सर चाहिँ हाम्रो त्यो ए हुने भयो ओके न ए चाहिँ हाम्रो मारु चाहिँ ए मा लाग्ने भयो अनि त्यसै गरेर अर्कोमा जाऊ ल अनि व्हिच पर्सन इज इगुची हैन त इगुची लेखिरहेछ कुन हो इगुची हो कि एलगुची समथिङ के भइरहेछ यहाँ इगुची नै होला है जहाँसम्म चाहिँ त्यो मान्छे चाहिँ को हो ल जाऊ すみません。江口さんはどの人ですか？髪が短くてひげを生やしてる人です。ああ、わかりました。ल खामीが短くてひげを生やしている人ですभनेको के कपाल चाहिँ के सानो भएर दारी पालेको है हिगे हो हायासु भनेको दारी चाहिँ पालेको बढाइरहेको भनेपछि के छ हैन त कपाल सानो अनि दारी भएको को छ यहाँ छ एमा त अब कपाल पनि के ठुलो छ अनि दारी पनि छ भनेपछि यो त भएन भनेपछि एन्सर हाम्रो कुन हुने भयो बी चाहिँ हाम्रो एन्सर भयो ओके त्यस्तै गरेर अब अर्कोमा जाउँ फेरि अर्कोमा चाहिँ के छ भनेर हाम्रो लिसनिङमा करेक्ट अर्डर ल पहिला के गर्छ त्यसपछि के गर्छ पहिला चाहिँ हैन त सुत्नु या पहिला चाहिँ के यो पानी पिइरहेछ समथिङ के गरेर सुतिरहेछ पहिला पानी पियो अनि खाना खाएछ अनि खाना खाएर पानी पिएछ ल के गर्छ त्योमा जाऊ こちらは咳を抑える薬です。1日3回、食後に飲んでください。食後？ご飯を食べた後です。はい、わかりました。飲むと眠くなります。
飲んだ後運転しないでくださいね。わかりました。ल कुन हुन्छ ए कि सी? 3 पटक के गरेपछि खाना खाइसकेपछि खानु होला भनेछ हो किन? कुसुरी यो चाहिँ के गर्ने? यो कुसुरी कम गर्ने उस कुसुरी हो। त्यही भएर चाहिँ खाना खानु भन्दा अगाडि 3 पटक पहिला खाना खाने त्यसपछि औषधि खाने भनेपछि एन्सर हाम्रो सी भयो। अनि खाइसकेपछि चाहिँ के नगर्नु? उन्तेन नगर्नु होला, कार नचलाउनु होला भने हो। त्यही भएर अप्सन चाहिँ हाम्रो खाना खाएको पनि अप्सन छ भनेपछि सी चाहिँ हाम्रो एन्सर हुने भयो हैन? सी लाई चाहिँ हाम्रो एन्सर हुन्छ। अनि चुकी जाऊ। अनि चुकी छ हाम्रो फेरि औषधि पिउनु भन्दा व्हाट शुड द पेशेन्ट नट टु डू आफ्टर द टेक? औषधि पिउनु भन्दा अगाडि चाहिँ पेशेन्टले बिरामीले चाहिँ के गर्न हुँदैन त? ल अनि त के अप्सन छ? एउटा गाडी चलाउन, अनि यो बियर खाइरहेछ, अर्को चाहिँ दुहुरिरहेछ। ल के गर्न हुँदैन त है? こちらは咳を抑える薬です。1日3回、食後に飲んでください。食後？ご飯を食べた後です。はい。ल यो भने त्यही सेकी भनेको यो खोकी कम गराउने, रुगाखोकी कम गराउने, खाना खाएपछि खानुहोस्, अगाडि के भयो त्यो कुरा त हो हैन? わかりました。飲むと眠くなります。飲んだ後運転しないでくださいね。わかりました。ल के पिएपछि के नगर्नु हो? अब के गर्ने? बिरामीले के गर्ने भएन? यो हामीले के गर्ने? गाडी चाहिँ चलाउने भएन भनेपछि हाम्रो एन्सर चाहिँ कुन हुने भयो? यो ए को चाहिँ हाम्रो के हुने भयो? एन्सर चाहिँ हाम्रो यो हुने भयो हो हैन? ल त्यस्तै गरेर अर्कोमा जाऊ। व्हाट विल मिस्टर एरी प्रिपेयर? एरिसानले चाहिँ के को लागि चाहिँ जुम्बी गर्दो रहेछ त? तयारी चाहिँ के को गरिरहेछ त? ल हेर्नु त एरिसानको है हामीले चाहिँ अब त्यहाँ यहाँ के गरिरहेछ? ओच्या कोच्या दासी गरिरह। यहाँ चाहिँ के गरिरहेछ? हैन त कपी गरिरहेछ हो हैन? अनि यहाँ चाहिँ हामीले नाराबेरु देशको चुकुएहरू नाराबेरु गरिरहेछ, मिलाइरहेछ, कातो जुकेहरू गरेछ। ल जाऊ सुनौ। 会議の準備はどうしますか？アリさんは部屋のセッティング、西村さんは資料の準備をお願いします。アリさんは部屋の机をこの字に並べて、それからパソコンとプロジェクターを準備してください。西村さんは資料を人数分コピーして、机の上に一部ずつ並べてください。飲み物は用意しますか？それは外のお店に頼んだからいいです。ल यो कपी गर्ने चाहिँ अर्कोले थियो। यसले चाहिँ आरिसानले चाहिँ के गर्ने? यो हाम्रो रुमहरुको चुकुए मिलाउने अनि पासोकनहरु मिलाउने भन्ने थियो हैन? हो त्यो भयो। अनि निसुमुरा सानले चाहिँ के गर्छ त भने चाहिँ यो कुरा अघि भर्खरैको भयो। निसुमुरा सानकोलाई सुनौ फेरि।会議の準備はどうしますか？アリさんは部屋のセッティング、西村さんは資料の準備をお願いします。アリさんは部屋の机をこの字に並べて、それからパソコンとプロジェクターを準備してください。西村さんは資料を人数分コピーして、机の上に一部ずつ並べてください。飲み物は用意しますか？それは外のお店に頼んだからいいです。ठीक छ? निसिमुराले त अब त्यो कपी गरेको चाहिँ एक एक प्रति चाहिँ हामीले टेबलमा लगाएर राखिदिने भनेपछि त्यो भयो हो हैन? अनि अर्को जाऊ। व्हाट ल ओमेनको कोड चाहिँ कुन हो त?じゃあ私は先に帰ります。そうですか。じゃあコートを。山田さんのコートはどれですか？それです。その白くて長いのです。ああ、これですか。いいえ、
そのポケットがない方です。भनेपछि को हुनु भयो नागाई सेता भनिरहेको थियो भने लामो भनेको थियो भने किन भनेपछि कुन हुने भयो हाम्रो पोकेट तोगा चुइते नै पकेट चाहिँ नराखेको लामो पकेट नभएको भनेपछि के छ भने त एमा दुईटामा यहाँ पकेट छ यहाँ चाहिँ पकेट छ हैन तर एमा चाहिँ पकेट छैन भनेपछि आन्सर के हुने भयो हाम्रो 2 है लामो भनेको थियो है लामो भनेको त्यही भएर नागाईको भयो त्यही भएर चाहिँ हाम्रो यो 2 को भयो इन चाहिँ मिजिखाई वाला हुनु हो किन एमा पोकेट त चुइतेहरु एमा पोकेट त चुइते नै झुकाउनको लागि चाहिँ हाम्रो त्यस्तो दिइराछ ल अनि अर्को सुनौ फेरि How is the table? じゃあ、お皿を並べてください。はい。大きいお皿を置いて、右側にナイフ、左側にフォーク。お箸は？そうね。ナイフの隣に。ナイフの隣。यहाँ चाहिँ के भन्छ कप पनि छ कपको कुरा गर्यो गरेन सुरुमा मिगी गावामा नाइफुको तोनारीमा के राख्ने हामीले यो हाँसी राख्ने अनि हिदारी गावामा के राख्ने फोकु भनेपछि एन्सर के हुने भयो हाम्रो 1 इज द एन्सर है अप्सन चाहिँ 1 एन्सर हुने भयो ल अब जाऊ हाम्रो अब त्यो वेयर इज द वुमेन हाउस ओन्ना न हितो न उचिवा दोको देशका है ल त्यो भयो जापानिजमा भन्दा उचिवा दोरे देशका एरान्डे कुदासाई もしもし、田中さん、駅に着きました。今から行きますから、道を教えてください。はい。駅を出て、橋を渡ってください。はい。橋を渡って、右に曲がってください。私の家は、公園の前にあります。はい、わかりました。ありがとうございます。ल ठीक छ नि अगाडि गयो यहाँबाट हाँसी वातात्ते गर्यो अनि मिगी मोडियो अनि कोवेन्नो माएको घर भनेको यो भयो भनेपछि आन्सर हाम्रो कुन हुने भयो 3 चाहिँ हाम्रो एन्सर भयो हो यो चाहिँ सानबान चाहिँ हाम्रो कोताए भयो हो के न हो यस्तै गरेर अर्कोमा जाउँ फेरि ल ओन्ना न हितो वा इचु खाइमोनो सिमास्का ल खाइमोनो चाहिँ कोइले गर्छ त भन्ने कुरा है त ल हामीले चाहिँ त्यहाँ क्यालेन्डर दिइरहेछ अब गते हेरेर चाहिँ खाइमोनो कोइले गर्छ त्यो चाहिँ हामीले पत्ता लगाउनु पर्छ जाऊ 来月の2日から8日まで海の近くに旅行に行きます。海を見ながら本を読んだり美味しいものを食べたりしたいですね。それから帰る日に少し買い物をします。के भन्यो यसको यासुमी चाहिँ के छ When is the woman going on the shopping woman मतलब यो लेडीज चाहिँ यो अन्ना हितो चाहिँ खाइमनो गर्न कहिले जान्छ त कहिले गए फेरि एकपटक सुन है त यो भर्खरको एकपटक सुनौ फेरि 来月の2日から8日まで海の近くに旅行に行きます。海を見ながら本を読んだり美味しいものを食べたりしたいですね。それから帰る日に少し買い物をします。 ल अनि के गर्छ राइगेचुको के फुचुका कारा यो उखा मादे हैन 2 तारिखदेखि 8 तारिखसम्म चाहिँ के गर्ने उमा जानी भनेछ यो उमिनो चिखा कुरेको जाने अनि फर्कने दिन चाहिँ के गर्ने हो यिनीहरुले चाहिँ खाइमनो गर्ने फर्कने दिन भनेको लास्ट दिन भनेको 8 तारिख हो भनेपछि हाम्रो एन्सर चाहिँ के भयो योन बान चाहिँ हाम्रो कोताए हुने भयो हो हैन त्यसै गरेर अर्कोमा जाउँ फेरि ल What is the woman room? ओन्ना न हितो न हेया वा दोरे देशका है दोरे हेया वा दोरे देशका भन्ने कुरा हो ल गएर अब चाहिँ हामीले सुनेर त्यसलाई चाहिँ कुन हो त हामीले पत्ता लगाउनु पर्ने हुन्छ त्यहाँ चाहिँ त 2-3 टा दिइराछ त्यो भएर もしもし、
鈴木さん、山田です。山田さん、今どこ？みんな待ってるよ。ごめん。今、アパートの前。私の部屋、わかる305だよね。3階の部屋？そう。階段登って、すぐの部屋。階段に一番近い部屋だね。わかった。今行く。ल कुन तला भनेको थियो हैन त हाम्रो 1 यो माथिको तलामा भनेको थियो कि यो तलको तलामा भनेको थियो कि भुइँको तला भनेको थियो अब अझै एकपटक सुन्नु अनि म फेरि भन्छु चुमे गरिदिन्छु もしもし、鈴木さん、山田です。山田さん、今どこ？みんな待ってるよ。ごめん。今、アパートの前。私の部屋、わかる305だよね。3階の部屋？そう。階段登って、すぐの部屋。階段に一番近い部屋だね。わかった。今行く。ल 3 तलाको खाइदान चढिसकेपछि सुगुनो हेया चुकिनो हेया भनेपछि खाइदान हैन त खाइदान कहाँ छ हाम्रो सिंडी चाहिँ हो यो चाहिँ हाम्रो सिंडी छ हैन 3 तलाको खाइदानको नजिकैको भनेपछि कुन हुने भयो खाइदान र चुकीको हेया चाहिँ यो भयो भनेपछि 1 नम्बरको चाहिँ हाम्रो के रहेछ घरको रुम चाहिँ कुन रहेछ 1 नम्बर चाहिँ रहेछ ल त्यस्तै गरेर अर्कोमा जाउँ फेरि ल अब आए चाहिँ हाम्रो दोखाइ पार्ट हैन दोखाइमा हैन त क्वेशन सोधिरहेछ हामीलाई 46 मा तोमोदाची वा दौसिते बोरान्ती आओसिते इमासका किन भलन्टियर गरिरहेको छ अनि अर्को 47 मा छ खेस्यो ओ सिता तोकी जेउसै वा दौ नारीमासका भनेको खेस्यो भनेको मेकअप है खेस्यो भनेको जापानिज भाषामा भन्दा मेकअप गर्ने बेलामा चाहिँ लेडीजहरु चाहिँ कस्तो हुन्छन् त गरेपछि सिता तोकी अनि कोकोनी आत्तेहरु मनोवादेर देशका यहाँ मिल्ने चाहिँ हाम्रो कुन हो सबभन्दा मिल्ने चाहिँ ल सुरुमा चाहिँ हामी यता जाउँ ल के लेखेको छ हामी सुरुमा पढौँ ल यहाँ चाहिँ वातासी नो तोमोदाची वा ओतोसी योरिनो सेइखाचु ओ सुरु बोरान्तिया ओ सितेइमास खानोजो वा इक्का गेचुनी निसंखाई सेइ जेउसेइ नो खामी ओ किरेइ नि सितारी खेसे ओ सितारी सिमास खानोजो वा ओबा-chan तो इस्यो नि सुन्देइते ओतोशी योरी तो हानासुが好きだからこのボランティアをしています。将来は人を助ける仕事をしたいと言ってました。彼女によると、女性は結晶をした時としてない時では随分変わるそうです。結晶をするとよく笑う、よくようになるし、相手の目を見て大きい声で話すようになるそうです。日本では男性より女性の方が元気で強い気です。理由はいろいろあると思います。結晶が理由の一つかもしれません。ल यहाँ चाहिँ ए भने है ल किन केटी ल के भने म सर्र एकपटक नेपालीमा सर्र बताइदिन्छु है त मेरो साथी चाहिँ के ओतोशी योरी भनेको आफूभन्दा बुढो मान्छेहरूको सर्भिस गर्ने काम भलन्टियरको काम चाहिँ गरिरहेको छ साथी चाहिँ एक महिनामा 2-3 पटक के लेडीजहरुको के खामी भनेको कपाल चाहिँ राम्रो गराइदिने अनि मेकअपहरु गर्दिने गर्दछ केटी चाहिँ ओबा-chan भनेको बुढी मान्छेहरुलाई चाहिँ के एक सँगसँगै बस्ने भएकाले त्यो तिनीहरुको कुराहरु पनि मन पर्ने भएकाले यो काम गरिरहेको छ ल तोमोदाची वा दौसिते बोरान्ती आओसिगो त सितेइमासका किन भलन्टियरको काम गरिरहेछ त ल यहाँ हेर्नु त ओतोशी योरिनो हानासुनोगा किन सुकिदाकारा कोनो बोरान्ती आओ सितेइमास दौसिते किन रहेछ ल तल जाउँ ओतोशी योरिनो हानासुओ सुकिदाकारा हगेन बुढी मान्छेहरुको कुराकानीहरु चाहिँ के मन पर्ने भएकाले ल अर्को चाहिँ हाम्रो खेस्से हो सिता तोकी वा जेउसै वा दौ नारीमासका भनेको मेकअप गरेपछि चाहिँ त्यो जेउसै लेडीजहरु चाहिँ कस्तो हुन्छन् त ल त्यसपछि जाउँ फेरि स्योराई वा हितो तासुकेरी भविष्यमा चाहिँ के मान्छेहरुलाई हेल्प गर्ने सिगोतो काम चाहिँ गर्न चाहन्छु भनेर भन्यो
खानोज्यौ वा खानोज्यौ नि योरु त जेउसै वा भनेको त्यो केटी अनुसार केटीको भनाइ अनुसार चाहिँ के जेउसै वा खेस्से हो सीता त कि जेउसै भनेको लेडिजहरुले चाहिँ त्यो लेडिजहरुले चाहिँ के मेकअप गरेको बेलामा र नगरेको बेलामा चाहिँ जुई बुन खावारु चौदे पर्याप्त धेरै मात्रामा चाहिँ के चेन्ज हुन्छन् खेस्से हो सुरु त मेकअप गर्यो भने चाहिँ योकु वाराउ यो हुनी नारुसी धेरै के वाराउ भनेको हँसिलो अनुहार हुने भएर आइतेन हो ए मे ओ मिते ओ कि कोएदे हानासु योनी भनेको आइते भनेको आफ्नो साथी के विपक्षी आफ्नो साथी विपक्षी लड्ने विपक्षी हैन कि अब साथी भन्न खोजेको यहाँ साथीको के आँखा हेरेर ठूलो आवाजबाट चाहिँ के कुराहरू गर्ने जस्तो हुन्छन् अनि जापानमा चाहिँ के केटाहरू भन्दा केटीहरू नै के गेङ्की हुन्छन् लामो समय बाँच्छन् त्यसको रिजन चाहिँ इरो धेरैहरू छन् जस्तो लाग्छ तर मेकअप पनि त्यसमध्ये एउटा हुन पनि सक्छ खामोसिरे मासेन भनेको हुन पनि सक्छ ल अर्को खेस्से ओसित त कि जेउसे वदौ नारी मास्का भनेको त्यो मेकअप गरेपछि चाहिँ केटीहरू के हुन्छ आनसुको हेगा चिसाको नारु बोल्ने आवाज चाहिँ सानो हुन्छ एगाओगा फुएरु भनेको अनुहार चाहिँ हँसिलो एगाओ भनेको हेप्पीले अनुहार चाहिँ अझै हँसिलो हुने भनेपछि त यही नै भयो हो किन हो एन्सर यही नै सेकेन्डको भयो कहाँ छ हाम्रो यो या योकु वाराउ योनी नारुसी हेप्पी हुने खुसी हुने हुन्छन् भनेको किन ल अर्को छ कोकोने आत्तेरु मनोवा दोरे देशका यहाँ मिल्ने चाहिँ कुनो वातासिनो तोमिजु वा इक्खा गेचु नि गोखाइ हो र हैन नि त निशान खाइ हो अनि खानोज्यो वा स्योराई वा खानोज्यो वा स्योराई वा हितो तासुकेरी सिगोतो सिताइतो हिमास केटीले चाहिँ के भविष्यमा मान्छेलाई हेल्प गर्ने काम गर्छ भनेपछि ब्रो यो चाहिँ एन्सर भयो सेकेन्डको है अनि जेउसे वा खेस्से हो सुरु नगा किराइदेश केटीलाई चाहिँ के त्यो लेडिजहरुलाई चाहिँ मेकअप गर्न चाहिँ मन पर्दैन त्यो त हुने कुरै भएन ल अर्कोमा जाउँ फेरि रिसा भन्नेले चाहिँ हैन त रिसालाई चाहिँ लेखिरहेको रहेछ ल मिनासान तान्जोबिनो मेसेजी आरिगातो गोजाइमासिता ताकुसान नो अताताकाई मेसेजी हो मोराते होन्तोनी एउरेसी देश ल यो भनेको के हो सबैजनालाई चाहिँ के तान्जोबीको मेसेज सबैजनाबाट चाहिँ तान्जोबीको मेसेज पाएको भयो ल त्यसको लागि चाहिँ धन्यवाद धेरै के राम्रो आताताकाई मेसेज भनेको अब मनमा लाग्ने कुरा राम्रो मेसेजहरु चाहिँ पाएकाले एकदमै के छु ह्याप्पी छु निहोन निकिते हाजिमेते तान्जोबी भनेको जापानमा आएर पहिलो पटकको बर्थडे सोसिते वातासिमो तौ सान्जिउदाई देश ल त्यसपछि म पनि के लगभग कति सान्जिउदाई भए 30 वर्षको भए अनि तान्जोबिनो योरुवा तोमोदाचिनो यामादा सान अनि चिन सान्तो इस्यो नि काराओके नि इकिमासिता तान्जोबीको के राति चाहिँ मको साथीको यामादा सान अनि चिन सानसँग सँगसँगै काराओकेमा चाहिँ गए उताते ओदोते सुगोकु तानो सिखात्ता भनेको गीत गाएर नाचेर एकदमै के भयो रमाइलो भयो फुतारिकारा पुरेजेन्तो मोराइमासिता तिनी दुई जनाबाट चाहिँ के प्रेजेन्ट गिफ्ट पनि पाए यामादा सान वा सुमातो फोन कावातो चिन्सान वा खावाई की होरुदा हो कुरेमासिता ल यामादा सानले चाहिँ के गरेछ सुमातो फोन नो कावा भनेको फोनको कभर अनि चिन्सानले चाहिँ के खावाई की होरुदा की होल्डर के त्यो साँचोमा राख्ने के भन्छ छल्ला टाइपको हो त्यो चाहिँ दियो ल आरिगातो के किवा ओमिसे नो साबी ओमिसे कारानो साबिसी देश भनेको केक चाहिँ कसले दिइरहेछ पसलबाट नै सर्भिस गरेको रहेछ ल नानीनी चुइते खाइता मेरु देशका केको बारेमा लेखेको मेलो तान्जोबी दत्ता कोतो हो कि पुरेजेन्तो मोरात्ता कोतो हो कि के कियो ताबेताको त के हो यहाँ चाहिँ तान्जोबी बर्थडे भएको कुराको बारेमा भनिरहेको छ हो हैन अनि त्यसै चुकी छ कोकोने आत्तेरु मनोवा दोरेका यहाँ मिल्ने चाहिँ कुन हो त ल कुन हो के किवा यामादा सान कारा मोरेमासिता वातासिवा इमा सान्जिउ गोसाई देश यामादा सान वा सुमातो फोन कावा तो चिन्सान वा खावाई किहरू दाओ कुरेमासिता कुन मिल्ने चाहिँ यामादाले हैन त के दिएछ यामादा सान वा सुमातो फोन कावा हैन यामादाले चाहिँ फोनको कभर अनि चिन्सानले चाहिँ खावाई किहरू दा चिन्सान वा खावाई कुरेमासिता भनेपछि त मिल्ने हाम्रो लास्ट के भयो हो यो चाहिँ हाम्रो दोखाइ पार्ट चाहिँ यो भयो ल अब यस्तै कुराहरु छ भने चाहिँ अझै अरु कुराहरु पनि माइनिसी आइराख्छ त्यो भएर चाहिँ हेर्दै साथ दिनु होला धन्यवाद।